हेलो एभ्रीबडी सबैजनाले महिला अधिकार अधिकार भनेर महिला अधिकारको दुरुपयोग गरे। महिला अधिकार त दिनुपर्छ, तर महिला अधिकारको नाममा चाहिँ अब ह्यारेसमेन्ट भनिदिने, छुए भनिदिने। अब तर अहिले नियम बदलेको छ है, पुरुष अधिकार पनि आएको छ। यदि फिङ्गरप्रिन्ट छैन, कुनै प्रुफ छैन भनेदेखि र जबरजस्ती महिलाहरूले यदि अरूलाई हनी ट्र्याप अथवा अन्य के अरे व्यभिचारी कामले यदि अरू छोरा मान्छेलाई पनि सुरक्षाको सामाजिक सुरक्षा नभएपछि अहिले कानुनले फेरबदल गरेको छ। सीसी क्यामेरा अथवा कुनै प्रमाण बिना, भिडियो बिना अथवा फिङ्गरप्रिन्ट नपाइएमा महिलालाई पनि जेल हाल्ने व्यवस्था गरेको छ। त्यो भएर ह्यारेसमेन्ट भन्दैमा सन्दीप लामिछानेको अब के हो, लभसप हो के हो थाहा भएन, तर उहाँ पनि पर्याप्त धेरै यस्तो केसहरू छन् जो चाहिँ बिना पैसाको लागि ट्र्याप गरेका अथवा महिला अधिकार त पाउनुपर्छ। किन म महिलालाई आदर गर्छु, हरेक मेरो आमा पनि के अरे महिलै हो, मेरो छोरी पनि महिलै हो, मेरो श्रीमती पनि महिलै हो। यस, तर महिला अधिकारको नाममा दुरुपयोग गर्ने महिलाहरूको लागि तपाईहरु केही स्कुलहरू छन्, केही तपाईको समाज छन्, त्यो बिस्तारै बनाउला। त्यहाँलाई हामीले अब त्यहाँको विरुद्धमा लड्नुपर्छ, किनभने धेरै मान्छेहरूलाई अब त्यो हतियार प्रयोग गरेर उनीहरूले त्यसरी गर्यो भने अब पुरुषको चाहिँ पुरुष अधिकार चाहिँ कसरी पाउने त? र संविधान विश्वकै टप संविधान भन्छन् हैन। रक्सी खारा महिलाहरू कुट्छन् हैन, त्यही रक्सी खारा कुट्ने महिला नामर्दा हुन् कि मर्दा होइनन्। र छोरी मान्छेको रक्षा गर्ने चाहिँ मर्दा हुन्। मन परे ताली पिट्नु होला। र त्यसै गरेर अब महिला अधिकारको नाममा जुन महिलाहरूले जो पीडित हुनुहुन्छ उहाँहरूले एउटा सामाजिक संस्था बनाउनुपर्छ र यो कानुनको लागि विदाउट फिङ्गरप्रिन्ट र नियम त बनिसकेको छ र कुनै भिडियो क्लिप्स नभइकन जे पाए त्यो चाहिँ आरोप लगाउन पाइँदैन, किनभने हात तान्दाखेरि फिङ्गरप्रिन्ट त बस्छ। र ती यस्ता फटा महिलाहरूलाई पनि ईश्वरले र कानुनले कारबाहीको दायरामा ल्याउनुपर्छ, किनभने ह्यारेसमेन्टको नाममा अब आँखा हेर्दैमा ह्यारेसमेन्ट हुन्छ अरे, हेर्न किन दिनु? त्यो एउटा भयो। सोझा मान्छे पनि धेरै तपाईँको जेल गल्ती पनि परेको छन्, त्यहाँको लागि कहिले लड्ने? तपाईँ भन्नुहुन्छ के अरे हामी नेपालीलाई माया गर्छौँ, नेपाललाई माया गर्छौँ। जब नेपालीलाई नै न्याय छैन तपाईँ हेरिबस्नुहुन्छ। जब निर्मला हत्याकाण्ड र बलात्कार काण्ड भयो तपाईँ खोइ बोल्नु भएको? तपाईँ आज के अरे प्रदेशको लागि बाँच्नुहुन्छ, विराटनगरको प्रदेश भएन भनेर पाथिभराको मन्दिरको एउटा विकासको नाममा बाँच्नुहुन्छ, राजाको लागि बाँच्नुहुन्छ। तर कति नेपालीहरू अन्यायमा परेका छन्, त्यसको लागि कहिले तपाईँले आवाज उठाउने? अनि तपाईँ भन्नुहुन्छ म विश्वको बहादुर नेपाली हो। म भन्छु नेपालीहरू विश्वको सबभन्दा कायर हुन्। केटाकेटीलाई बुटको फिल्ममा केटाकेटीको पनि बहादुरी मरिसकेको छ। थुके थुक्नुहोस्, कुटे कुट्नुहोस्, तर सत्य कुरो यही हो। र कति मान्छेहरू भयो बिना गल्ती जेल पुगेका छन्, कति घटनाहरू छन्। त्यसलाई कसले तपाईँको सबैजना सुतिरहेर रहनुहोस् त तपाईँको भोलि छोरी चेलीलाई पनि कसैले, छोरालाई पनि भोलि हनी ट्र्याप गर्ला, सुगर ड्याडी सुगर मम्मी के छ नि हरेक गर्ला, तपाईँलाई बिना गल्ती हात पर गरेर तपाईँ के बोल्नुहुन्छ? अब हामी त महिला अधिकारको पक्षमा बोल्छौँ, तर पुरुषको अधिकार चाहिँ हुने नहुने। हरेक कुरा पुरुषले मात्रै महिला हिंसा गर्दैन नि, महिलाले पनि महिला हिंसा गरेको छ। एउटा स्कुल नजा भन्ने आमा हुन्, छोरीलाई विद्यालय नजा भन्ने बाउ होइनन्। सासु हुन् जसले दाइजोको न्युमा डराउने र दाइजो माग्ने भने सबै केसमा त केसमा त छोराले पनि कुट्या छ, तर त्यो हिंसा पनि गरेको छ। तर महिलाहरू हामी आदर गर्नुपर्छ, आदि आकाश महिला हो। र आजदेखि हामी सबैजनाले महिला र पुरुषको लागि बराबरको लागि हकको लागि लड्नुपर्छ र अन्यायमा परेका जेलको लागि हामी लड्नुपर्छ। उहाँको एउटा अधिकार हो, नत्र यस्तो कानुनहरू कागजमा डढाएर फ्याल्दा हुन्छ। र आज मानवाधिकार र के अरे यो न्यायको तपाईँको त्यो कि पट्टी त्यो अदालतमा बाँधेको खोल्नु पर्यो, नभए त्यो पट्टी यदि न्याय हुन्छ भनेदेखि आज न्याय र सामाजिक न्याय सबैले पाउनुपर्छ। भेदभाव हुनु भएन, गल्ती बिनाको मान्छे जेल पुग्नु भएन। अनि सबै नेपालीहरूलाई एउटा सुरक्षाको लागि एउटा कानुन बनोस् हैन। दलित अरू सबै जातिहरू जो गरिब हुनुहुन्छ उहाँको लागि कानुन बनोस्, केही सामाजिक न्याय होस् र गल्ती बिनाको मान्छेको लागि हामी लड्नलाई प्रयास गरौँ। अनि मात्रै हामीलाई नेपाली भन्न बहादुर नेपाली भन्छु, नत्र हामी सिर्फ नेपाली भन्छु म। केही गल्ती भए माफ गर्नु होला। धन्यवाद।